हेलो गाइस। आज हामी निस्केका छौँ काठमाडौँको भिडभाडबाट टाढा, प्रकृतिको शान्ति र रोमाञ्च खोज्दै एक सुन्दर यात्रामा। शिवचट्टारदेखि सुरु भएर हरियाली डाँडा खोला र रमाइला दृश्यहरू पार गर्दै एक अविस्मरणीय अनुभवतर्फ। यहाँबाट जानुभयो भने चाहिँ पारि नुवाकोट जानु छ भने चाहिँ तपाईँ त्यो सानो बाटोबाट जानुपर्छ। यहाँबाट फेरि पिच छ पुल। यो चाहिँ कुन ठाउँमा आयो? हामी धुनेबेसी नगरपालिका रमाइलो चौर भन्ने ठाउँमा गएको। तिमी यतातिर बाटो राम्रोसित गएको छ है? गएको छ। ए बाइक चलाएर गइरहेको आँखा चिम्लेर हिँड्नुपर्ने यार। अझै आँखा चिम्लेर हिँड्नुपर्ने। बाटो बनाएको ठाउँबाट बल्ल बल्ल धुलोबाट कट्यो। तिनजना आइरहेको छ। अनि के छ बा? हजुरको शुभ नाम चाहिँ के पर्यो? मेरो विद्युत केसी। विद्युत केसी, धुनेबेसी नगरपालिका वडा नम्बर 3 रमाइलो चौर। रमाइलो चौर। यो ठाउँ रमाइलो चौर भन्छ है? ए ठाउँको नाम बाहिरबाट घुम्न आउने मान्छेको लागि चाहिँ रमाइलो नि छ। हेर्दाखेरि डाँडा काँडा वरिपरि मिठो हावा लाग्ने, पारिलो घाम लाग्ने, वरिपरि सबै जङ्गल चाहिँ फलफुलहरूको जङ्गल बढी देखियो, रुखहरू बिरुवाहरू। लिची धेरै फल्छ यो त आँप लिची। लिची त छ, प्रशस्त छ। यहाँ त के फल्ने खास गरी? यहाँ यो लिची धेरै, अनि आँप, अनि नासपाती, आलु पखाडा। यो तल बिचमा बग्ने चाहिँ ठुलो खोला हो कि कोल्पु खोला? कोल्पु खोला हो। ठुलो खोला आएर कोल्पु खोलामा मिसिने हो? होइन, ठुलो खोला भने यता महेशमा गयो। ए महेश फाँटबाट गयो। हजुर। ए ओके ओके। अहिले हामी उताबाट आउँदाखेरि खोलो भयो नि एउटा, त्यसलाई ठुलो खोलो भन्छ। अनि त्यो चाहिँ नि सिमानाको भयो, काठमाडौँ र धादिङको सिमाना। हजुर। ए अनि भनेपछि त्यो उताबाट यो सिस्डोलबाट तल यो बन्जरी डाँडो हुँदै बग्ने खोला चाहिँ महेश कोल्पु खोला हो? ओके। हस्, हजुरलाई भेट्यो, यहाँको बारेमा अलिअलि भनिदिनु भयो। धन्यवाद। ल धन्यवाद है, नमस्कार। हामी जीवनपुर पुग्छौँ अब। जीवनपुर पुग्नलाई कम्तीमा यहाँबाट 5 देखि 7 मिनट लाग्छ। हामी यो जीवनपुर बजारमा छौँ। अब यहाँ हामी एकछिन खाजा खान्छौँ र अनि त्यसपछि यताबाट धार्कीतिर जाने भन्ने हाम्रो योजना छ।
लेफ्ट लाग्यो भने चाहिँ हामी उषा पुग्छौँ होइन सिधा पहिला सिधा पाइला लेफ्टै लाग्ने होइन र अब हामी लेफ्टै लाग्यो नि हुन्छ यता धुलो खाँदै जानुपर्छ नि त फेरि हुन्छ हुन्छ धारके सिधा पहिला रोड ए धारके सिधा पाइला रोड है यो बाटोलाई त अब धारके सिधा पाइला रोड भन्छ सानै छ धारके सिधा पाइला बाटो भन्छ है ए ए हामी काठमाडौँसित पहिला नर्सरी हुँदै त्यो ठुलो खोलाबाट चाहिँ भन्ज्याङ पोखरीको लागि छुट्टिएर त्यसपछि भन्ज्याङ पोखरी रमाइलो चौर हुँदै जीवनपुरसम्मको यात्रा पुरा गरेर त्यसपछि तल धारके पुरानो धारके निक्लिएर महेश फाँटको एकदम रमणीय वातावरण रमणीय दृश्य अवलोकन गर्दै अहिले फेरि फर्केर हामी ठुलो खोला आइपुगेका छौँ अब यहाँबाट हामी फर्केर हामी सिउँचटारतिर प्रस्थान गर्दैछौँ आजको यात्रा एकदमै रमणीय रह्यो